घाम लाग्यो हामीहरूको चाहिँ जहिले आउँदा यस्तै हुँदो रहेछ कीर्तन हुने रहेछ अब यहाँ गाइस हामीहरूले चाहिँ अब सबैतिर पूजाहरू पनि गरिसक्यौं र अहिले चाहिँ अब हामी जाँदैछौं रुममा र घाम चाहिँ भने यस्तो लागेछ कस्तो गर्मी हुन थालेछ अब चाहिँ साँच्चै अस्ति नै पनि हामी यहाँ मन्दिर आउँदाखेरि चाहिँ यस्तै गर्मी थियो र आज पनि यस्तै नै भयो गर्मी चाहिँ घाम चाहिँ पुरा लागिरहेछ र अहिले त यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू कति आइरहेछन् पुरा गाडीमा आइरहन् त्यसरी अब र सायद मन्दिरमा पनि कीर्तन रहेछ कि क्या र म चाहिँ यहाँ कीर्तन छ भनेर सोध्दा एउटाले खोइ 12 बजी त भन्दै थियो कीर्तनै होला अब र कसैले चाहिँ अब त्यहाँ चटाईहरू पनि ओछ्याउँदै थियो मन्दिरमा र अब हामी चाहिँ कीर्तनसम्म चाहिँ बसिनौं र देरी पनि भइसकेको थियो र कीर्तन पनि अब कतिखेर हुन्छ हैन त्यसको लागि अब हामी चाहिँ रुमको लागि निस्केका र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मेरो पिछाडी चाहिँ बान्दर थोरै छैन गाइस यहाँ हेर्नु ल बच्चासँगै लिएर बसिरहेछ यहाँ वालमा चारवटा कि कतिवटा वालमा बसिरहेको छ बच्चा चाहिँ हेर्नु न कति सानो लिएर अँगालो मारेर बसिरहेछ यहाँ देख्नु पनि यो मेरो पिछाडी बान्दर चाहिँ यहाँ भक्कु रहेछ गाइस भक्कु छ बान्दर चाहिँ हुन्छ त गाइस आजको भिडियोमा चाहिँ यति नै फेरि अर्को भिडियो लिएर आउने छु अहिलेको लागि चाहिँ बाइ हजुरहरुलाई चाहिँ मेरो भिडियो राम्रो लाग्यो भने शेयर गरिदिनु होला साथै मेरो फेसबुक पेजलाई पनि फलो गर्न चाहिँ नबिर्सिनु होला